लास्ट फेफुल नमस्ते साथीहरू र फेरि पनि तपाईँहरूलाई स्वागत छ मेरो ब्लगमा। र अहिले चाहिँ म ट्रेडिसनल ड्रेस लगाएर कहाँ जाँदैछु भन्नाले तपाईँहरू हेरिराख्नु होला। र अहिले चाहिँ हेर्न सक्नुहुन्छ हामीहरू चाहिँ पत्थरको बाटो जाँदैछौँ। यहाँ चाहिँ मेरो बहिनी हो, ऊ चाहिँ मजाले एकदम मेरो जुत्ता पक्रेर जाँदैछ। म चाहिँ फिलहालमा यी चप्पल लगाएर हिँडिरहेछ, किन भन्दा पत्थर बाटो छ कि त्यही भएर हिँड्न सक्दैन। त्यही भएर अहिले चाहिँ झोली टुम्बा बोकेर हिँडिरहेछु। अब उहाँदेखि यति टाढोदेखि आएको क्या हामीहरू चाहिँ। अनि यहाँ माइजूहरू पनि जानुहुन्छ अरे, त्यही भएर चाहिँ माइजूहरूको घरमा पनि पसेर चाहिँ त्यहाँदेखि उताउतै जाने भनेर चाहिँ अटो आएको छ अरे। हाम्रो मामाको अटो आएको छ, त्यही भएर ल हेर्दै गर्नु होला साथीहरू। तपाईँहरू पनि के कस्तो लाग्छ, राम्रो लाग्छ भने कमेन्ट गरिदिनु होला राम्रो लाग्यो भनेर। अस्ति मैले यसलाई बाटोमा देखेको थियो। तपाईँको चाहिँ के सिङ्गार पटर भएको छैन? मान्छे बुहारी नानीलाई भन्नु नानी। यहाँ हेर्नु सक्नुहुन्छ गाइस, हामी सबैजना जान्दैछौँ। भाइ भन्दैन सबैजनाले भन्दैन, एकदम हिरो हिरोनी पल्टेर चस्मा लगाएर। यहाँ हाम्रो माइजू, आमा मामा मामा, यहाँ भाउजू माइजू, यहाँ मामा ड्राइभर मामा हिलो मोटर चलाउँदै। म चाहिँ अगाडि सिटमा बसेर टक्कसँगले हामीहरू देख्न सक्नुहुन्छ। यहाँ पत्थर बाटो यस्तो छ, पक्का छैन। घाल्टाङ गुल्डुङ पल्ट्यो भने सिधा पुग्छ तलतिर। यस्तै हो। ए यहाँ हाम्रो बाबु छ, भाइ बाबु। ल हेर्दै गर्नु होला। म चाहिँ अहिले पछि एकछिनमा बनाउनु पऱ्यो, अलिक अप्ठ्यारो लाग्छ हो गाइस। आमा हो यो बाटो कस्तो छ। घोलेक यहाँ घोलेक यहीँ मसँगै छ अहिले फिलहालसम्म चाहिँ। चस्मा लगाएर अलिकति हिरोनी पल्टिनु परेन गाइस, त्यही भएर चस्मा लगाएर। बाटो चाहिँ यस्तो छ। भाउजू मलाई कस्तो देख्छ भन्नु त? मलाई राम्रो देख्छ। माइजूले पो भन्छ त, होइन भाउजूलाई भन्नु लगाएको कहाँ छ? हाम्रो खेती नै होइन न, आलु खेती हो न, के हो भेन्डी होला। मान्छेहरू त रेडी भएर जाँदैछ यहीँ अरूहरू। आमामा के साह्रो भिड आज त, के हो। हामी चाहिँ पुग्नु आँट्यौँ गाइस, पुग्यो हामी चाहिँ अहिले। अब एकछिनमा चाहिँ हामी भित्र जाने हुन्छ, त्यतिखेर म देखाउँछु तपाईँहरूलाई राम्रोसँगले भिडियो सिडियो गरेर। कहाँ गरे भाइ भन त? किन पत्थरमा पिकनिक खान आएको अरे। यहाँ अब हल्का हामीहरू अब मिलाउनु परेन यसो कपडाहरू। गरम हो गरम आमा। मैले चाहिँ अघि नै भिडियो बनाउन सकेन, किन भन्दाखेरि राति भइसकेको थियो। अनि अहिले चाहिँ म घर जाँदैछु। यता बहिनी र म, बहिनी चाहिँ उता पछाडि आउँदैछ, म चाहिँ अगाडि केही देखेको छैन क्या गाइस। त्यही भएर मैले चाहिँ भिडियो सिडियो केही बनाउन सकेन, खराब नपाउनु होला। अनि आजको लागि चाहिँ यति नै। भेट्दैछु म फेरि पनि नेक्स्ट ब्लगमा। होला केही देखेको छैन है गाइस, एकदम बाटो पनि पुरा खत्तम छ, अँधेरो न अँधेरो। अनि जुत्ता पनि बोकेर हातमा, त्यही भएर अहिलेको लागि बाई बाई, गुड नाइट।